सबैजना नमस्कार। आज म आमाहरू र बाबुहरू भान्जालाई लिएर कालिका मन्दिर सर्टकट जाने बाटो टुकटुकमा गइरहेको छौँ। यहाँ हजुरले देखिरहनु भएको छ हरियाली वातावरण, सुकेका पातहरू भुइँमा झरिरहेको छ र यसै कारण मैले आफ्नो सेल्फी पनि लिएँ। यो सर्टकट बाटो भएको हुनाले यहाँ छिटो छरितोको लागि मैले यो बाटो लिएर आएको छु आमाहरूलाई, किनभने उहाँहरूलाई अलिक गाह्रो हुन्छ। केबल कारको व्यवस्था पनि छ, तर पनि केबल कारको बाटो लामो भएको हुनाले मैले आमाहरूलाई यो बाटो लिएर आएको छु टुकटुकीमा। उहाँलाई एउटा लट्ठी पनि सहायताको लागि दिइरहेको छु। दम भएको हुनाले उहाँ बिस्तारै आराम गर्दै हिँडिरहनु भएको छ र यसै क्रममा मैले आमा र मेरो सेल्फी पनि खिचेँ। बाबु र सानीमाहरू अगाडि मन्दिर पुगिसकेको अवस्था छ, किनभने यहाँ वरिपरि हजुरहरूले कहीँ पनि देखिरहनु भएको छैन नि त। तल हेर्नु सुकेका पातहरू झरिरहेका छन्, बर्खा लागिसकेको छ नि त। धन्न पानी परेको थिएन आज। पानी पऱ्यो भने यो बाटो हजुरहरूलाई अलिक गाह्रो कठिनाइ नै हुन्छ। यसको लागि हजुरहरू केबल कारमा आउन सक्नुहुन्छ र यसमा पसलहरू देख्न सक्नुभएको छ। र मेन मन्दिर पुग्न लागि मेन सिँढी अलिकति उकालै छ। यहाँ पनि मैले बिस्तारै आमालाई माथि उकालिरहेको छु। र अब हामी मन्दिर पुगिसक्यौँ। मन्दिरमा पुगेर पूजा गरिसक्यौँ। त्यसपछि ज्योतिको लागि हामी बाहिर ज्योति बालिरहेका छौँ। ठुलो बाबुले मेरो र आमाहरूको भिडियो बनाइरहेको छ। आमाले ज्योति बालिसक्नु भएको छ। त्यसपछि सानीमा र मैले तयारी गर्दैछौँ ज्योतिको लागि, र हामीले पनि ज्योति तयारी गरी बालेर राख्यौँ। उता बाबु र भान्जा घन्टी बजाएको अवस्थामा छन्। यसरी आज कालिका मन्दिरमा आएर पूजासुजा गरेर फर्किने क्रममा ठुलो बाबु झर्दैछ, उसलाई भोक लाग्यो अरे। आमाहरू बिस्तारै झरिरहनु भएको छ। म पनि सेल्फी गर्दै बिस्तारै झरिरहेको छु। झरिसकेपछि तल आएपछि मैले सबै वरिपरि यसरी खिचिरहेँ। त्यसपछि ग्रुप फोटो खिचेर हामी